साउदी किफाबाट नेपाल फाइनली जाँदै हुनुहुन्छ तीनजना दाइहरू। मेमोरीको लागि म भिडियो बनाउँदैछु। दाइहरू चाहिँ 14 वर्षपछि फाइनली साउदीबाट नेपाल जाँदै हुनुहुन्छ। ल तपाईँहरू दाइहरू परिवारलाई भेट्नुको लागि हेर्दाखेरि दाइहरूको त अनुहार पनि हँसिलो देखिन्छ होइन। ल दाइ तपाईँहरूले के भन्नु चाहनुहुन्छ त नयाँ आउने मान्छेहरूलाई सल्लाह सुझाव के दिनुहुन्छ? नयाँ पुस्ता आज सम्हाल्नु कम्पनी राम्रोसँग गरिखानु है। कम्पनीलाई जोगाएर राख्नु, त्यो 14 वर्ष जोगाएर राख्यो। ल दाइ पनि केही भन्दिनँ, 2 शब्द राख्दिनँ, भन्दिनँ त केही। यो झोला पऱ्यो होइन, फ्यामिलीको खुसी लगेर जाँदै हुनुहुन्छ। हाम्रो दाइ पनि फाइनली नेपाल जाने भयो। दाइ कतिको खुसी हुनुहुन्छ हो दाइ? ब्यागभरि परिवारको खुसी लगेर होइन दाइ? ब्यागभरि गोल्डन डायमन्ड चकलेट फेरि पकड्छ है दाइ फेरि। शुभ साइदको लागि दाइले चाहिँ दही खुवाइदिँदै हुनुहुन्छ। कतिजना हो र? 3 जना होइन? भाइ हजुर लाग्यो होइन? हजुर राम्रोसँग अब कम्पनी गरी खाऊ ल। सर लागेको तँगाले हाल्छ। अब हालिदिइहाल्छु नि त ट्याङ्की ट्याङ्क। शुभ यात्रा, ह्याप्पी न्यु इयर होइन। ल दाइहरूलाई शुभ यात्रा, ह्याप्पी न्यु इयर, राम्रोसँग जानु।